बिरामी भएको वाक्य गरेर। अनि मेरो क्वेसन चाहिँ कस्तो छ भने नि स्टकको प्रमोटर सेयर खुल्न लागेको छ, अनहुन आँटेको छ, अनि त्यो स्टक चाहिँ राइट सेयरको लागि पाइपलाइनमा पनि छ भने प्रमोटर सेयर अनलक भएपछि प्राइस घटेको बेलामा सेयर किनेर त्यसलाई राइट लिँदा कस्तो हुन्छ होला? कसको कुरा गर्नु भयो, क्लियर कुरा गर्नुहोस् नि। मैले हजुरलाई भन्न खोजेको नि स्टक चाहिँ प्रमोटर सेयर अनलक हुन आँटेको छ, अनि त्यो सेयर चाहिँ राइट को लागि पाइपलाइनमा पनि छ भने स्टक घटेको बेलामा प्रमोटर अनलक भएर घटेको बेलामा किनेर राइट लिँदा कस्तो हुन्छ भनेर क्वेसन गरे। यस्तो छ कि हजुर, तपाईँको प्रमोटर अनलक हुन बित्तिकै त्यो घट्ने भनेको त्यसको त्यो डेप्थ तपाईँलाई थाहा नै हुन्न कि, त्यो समुद्र हो कि। प्रमोटरहरूको कतिको त 100 रुपियाँको हुन्छ, कतिको त फ्रीको हुन्छ कि। त्यसै त्यो उनीहरूले बुकमा आफ्नो इक्विटी देखाउनको लागि खर्च देखाइदिन्छन्, अनि उनीहरूले त्यो फ्रीमा पाएको सेयर हुन्छ। यो स्पेसली हाइड्रो पावरहरूमा कहिले पनि बुक तपाईँको बुक क्लोज भएर किन्ने कुन बेला थाहा छ? बुक तपाईँको सपोज गर्नुहोस् त्यसको प्रमोटर सेयर अनलक भयो र 4-5 वर्ष बितिसक्यो भने तपाईँले त्यहाँ चाहिँ जसरी हामीले जोशीमा बनाएको थियौँ नि, जोशी भयो 4-5 वर्ष बितेपछि तपाईँले त्यहाँ चाहिँ के गर्न सक्नुहुन्छ? भनेको रिसेन्टली प्रमोटर अनलक हुने बित्तिकै घटेको बेलामा किनेर राइट लिँदा चाहिँ गाह्रै हुन्छ है, राम्रो हुँदैन। कुनै मतलब छैन। नोक्सान अब प्रफिट अब 2-4-5% लाई प्रफिट भन्दिनौ, म भन्छु कम्तीमा दोबर हुनुपर्छ हाम्रो पैसा। दोबर त हुनु पर्यो नि हैन? अब डेढो दोबर पनि हुन सक्दैन भने त्यहाँ किन टाउको दुखाइ गर्ने? जोशीको क्वेसन आइरहेछ नि, यो जोशी त अब छिट्टै नै यसको त पाइपलाइनमा पनि 3 नम्बर 4 नम्बरमा देखाएको छ त हैन? छिट्टै आउँछ होला यो त राइट सेयर। 4-5 महिना पछि जोशी अब होइन राइट सेयर आउने भने कि हजुरलाई राइट सेयर छिट्टै आउँछ र त 3 नम्बर के कतिमा देखाएको छ, त्यसपछि त छिट्टै आउनु पर्छ यसको। हजुर, हाम्रो स्मार्ट डोज पनि 3 नम्बरमा छ तर आएको छैन, वेट गरिरहेछ। तपाईको त अब मिलाएर ल्याइहाल्नु न छिटो छिटो, अनि जे भन्दै भइहाल्छ नि। मबाट मिल्दैन अरू त के हो, म यही त खराबी छ, म मिल्ने मान्छे छुइनँ कि। त्यो पनि ठिकै हो, आफ्नो सम्पत्ति अरूलाई खुवाइ खुट्टा ढोगेर काम गर्नुभन्दा त विधिको शासन हुनुपर्छ, कानुनको शासन हुनुपर्छ हैन? बोल्ने अधिकार हुनुपर्छ। मलाई एउटा कुरा के लाग्छ भने हैन, तपाईको मैले अब तपाईलाई 1 वर्ष बढी वाच गरिसके हैन, कस्तो भने रुल्समा जान चाहने मागेको नदिने भएर पनि 5-6% मान्छे चाहिँ तपाईको ब्याकब्याटिङ गर्छन् कि जस्तो लाग्छ हैन? अब स्टकको पाटो त आफ्नै छँदैछ, कमाउनेले ताली लगाउने, गुमाउनेले गाली गर्ने, त्यो त पाटो छँदै, तर पनि मागेको डिमान्ड पुरा नगरिसकेपछि चाहिँ त्यही मान्छे शत्रु भएर आउँछन् कि जस्तो मलाई लाग्छ क्या। आज प्रहरी कहाँ गएको थियौँ, त्यो 5 नम्बर ब्रोकरको त पक्राउ पूर्जी जारी छ हैन? अनि त्यहाँ डिस्कसन भइरहेको थियो अबाउट कि यसको कसरी ब्रेक थ्रु गर्ने। अनि मैले धेरै कुरा भने, तपाईँहरूले जसरी हिसाब गर्नुहुन्छ म यहाँ फेरि आउन सक्दिनँ, हजुरहरूले जस्तो हिसाब गर्न चाहनुहुन्छ गरेर मलाई यो छुटकारा दिनुहोस् कि त भनिदिनुहोस्, तेरो पैसा निस्किन्न म नलिकन गइदिन्छु। त्यसरी भन्दाखेरि लास्टमा डिस्कसन भयो। अब मेरो पैसा त ठुलै पैसा लिन देखिन्छ, कसले होइन भन्छ हैन? एकाउन्ट हेरेपछि त्यो सबैले बुझे, सबैले हेरे। अब म भन्दिनँ नाम चाहिँ, तर एकजनालाई मैले लास्टमा धेरै ठुलो पोस्टको मान्छेलाई सोधेँ, सर तपाईँलाई म पीडित देखिन्छु कि देखिन्न, मलाई यति मात्र भनिदिनु। हे दिपेन्द्रजी, तपाईँ के को पीडित? अर्बौं खरबौं रुपियाँ छ, 2-4 करोड कसैले खाइदियो भने पीडित हुन्छ र? भन्नुहोस्। 1 रुपियाँ पनि खान दिने होइन नि, आफ्नो जति नै अरबपति नै भए पनि मेहनतको कमाइ हो नि यार। अब यो कुरा सुनेपछि म त्यहाँबाट टाउकोमा हात हालेर त्यहाँबाट तल झरिरहेको थिएँ। अनि अर्को एकजना प्रहरीले भन्नु, होइन हामी तपाईँलाई न्याय दिन्छौँ, न्याय गराउँछु। थाहा चाहिँ के हुन्छ, तर म फेरि भन्छु नि, पीडित भनेको सबैसँग पैसा नभएको मान्छेको पैसा खायो भने पीडित, पैसा भएको मान्छेको पैसा खायो भने पीडित होइन। यो अलिकति
सेम तपाईँकै जस्तो केसमा म पनि फसिरहेको छु नि, म पनि धाइरहेको छु नि, मलाई पनि फिल भइरहेछ। मलाई एकजना सिनियर लेभलको पुलिसले के भन्नुभयो भने फटाको देशमा एउटा दुईटा मान्छे सध्य भनेर हुँदैन नानी, मुद्दा लड्न जाँदा पनि एकदमै चलाख भएर जानु, यस्तो सोझो पाराले हुँदैन भन्नुभएको छ क्या। कस्तो छ नियम कानुन, त्यहाँ पुगेपछि मात्रै थाहा हुन्छ। मलाई पागल बनाइसकेको छ पुलिसहरूले। अरे बाबा म अहिले राइट नाउ 8वटा इन्डस्ट्री चलाइरहेको छु। 8वटा इन्डस्ट्रीको एकाउन्ट्स हेर्नुपर्छ। 11 देखि 3 बजेसम्मको फुल टाइम जब हो हाम्रो सेयर मार्केट। त्यहाँबाट फेरि निस्किएर पुलिस स्टेसन धाउन पोसिबल हुन्छ? मेरो जस्तो व्यक्तिको लागि पोसिबलै छैन कि। तर के गर्नुपर्छ त्यस्तै। कस्तो पीडा हुन्छ क्या त्यो चौकी धाएर कुरा गरेर, यस्तो पीडा हुँदो रहेछ त्यहाँ पुगेपछि मान्छेलाई, सधैँ मान्छेहरूलाई। त्यो ठगेर खाने फटा गर्ने मान्छेहरू खुल्लेआम हिँडिरहेछन्। हामीलाई कति पीडा दिन्छ नेपालको कानुन। अब यस्तो छ कि ठग्ने मान्छेहरूको त सबजना चिनजानको हुन्छ, हामी त कसैलाई चिन्दैनौँ। अब मलाई त फेरि पनि मान्छेहरूले चिन्छन्, धेरै सबैले, मतलब 70-80% मान्छेहरूले त्यहाँ पनि चिन्छन् होइन। तर मान्छेहरूको इमेज उल्टै के छ भने यसमा पैसाले यो क्या पीडित हो र अर्कै पार्टी पीडित हुन्छ भन्ने एउटा प्रिकन्सिप्ड नोसनका साथमा काम हुन्छ। मलाई अचम्म लाग्छ। ठिक छ जेनेसाजी, यो हाम्रो पीडाहरू हामी गफ गर्दै गरौँ होला, छोड्नुहोस् यो। हुन्छ, गेट वेल सुन, राम्रोसँग सुत्नु होला। आमालाई खासमा के भएको हो र? गोडा उमेर ठुलो भएपछि गोडा घस्छ नि, घुँडा घस्यो, घुँडा चेन्ज गराएको छु। नसा चेपिया हो क्या? हजुर, नसा चेपिएको हो कि क्या हो? नसा चेपेको भन्छ, तर घोडा अब चेन्ज गरिसक्यौँ। मतलब दुइटै घोडा नक्कली लगाइसक्यौँ। अब नेपालमै गरेको होइन, अहमदाबादमा। ए ओके ओके, ल ल ल, अब सुत्नु होला। गुड नाइट। हस्, बाई बाई बाई। है साथीहरू, फेरि मैले भने पहिले त फलो नगरेका साथीहरूले फलो गर्नु होला है, ताकि हामी भेटिराखौँ। अनि फेरि पनि भने मार्केट राम्रो देखिरहेको छु, मैले चाहिँ राम्रो देखिरहेको छु। राम्रो हुन्छ, बढ्छ, चिन्ता नलिनुहोस्। तपाईँ हामी साथ मिलेर अगाडि बढौँ। आफ्नो र आफन्तको ख्याल राख्नु होला। जय सियाराम।